चर्चा कार्यक्रम लिएर यस हलमा उपस्थित भएका छौं। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ पाल्नुभएका विद्वान व्यक्तित्वहरूमा सुनकोशी साहित्य प्रतिष्ठानको र मेरो व्यक्तिगत तर्फबाट नमन गर्दै स्वागत गर्न चाहन्छु। आज यस कार्यक्रम गरिदिन हुनको लागि सुनकोशी साहित्य प्रतिष्ठान दाइलाई म हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथि प्राडा गार्गी शर्माज्यूलाई आतिथ्य ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी श्री ओम श्रेष्ठ रोदन सरलाई आतिथ्य ग्रहण विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी राधेश्याम लेकाली दाइलाई आतिथ्य ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। मञ्चमा आएर दाइ लेखिका दुईवटा पुस्तकको आज परिचर्चा हुँदैछ। त्यस पुस्तकका लेखिका साहित्यकार राधा देवी राजवंशीलाई पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दै दिनु हुन वसन्तराज नकर्मी सरलाई म हार्दिक अनुरोध गर्दछु। आज यस कृतिको बारेमा बोल्दै हुनुहुन्छ, यस कृतिको बारेमा समीक्षा राख्दै हुनुहुन्छ वक्ताहरू हुनुहुन्छ। साहित्यकार लघुकथा विधामा आफ्नो चाहिँ एउटा उल्लेखनीय नाम स्थापित गर्न सफल हुनुभएका आदरणीय व्यक्तित्व दीपक लोहनी दाइलाई पनि अतिथिको आतिथ्य ग्रहण गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी ध्रुवराज थापा दाइलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। उहाँ लामो समयसम्म रङ्गमञ्चमा काम गरेर चाहिँ अहिले लघुकथा र साहित्यमा चाहिँ प्रखर रूपमा कलम चलाइरहनु भएको एकजना स्रष्टा हुनुहुन्छ। हाम्रो लागि विशिष्ट अतिथि हुनुहुन्छ। उहाँहरू सम्पूर्णलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर कृतिकार राधा देवी राजवंशीका जेठाजु हाम्रा आदरणीय काका कृष्णलाल श्रेष्ठज्यू पनि आउनु भएको छ। उहाँलाई पनि उठेर सम्पूर्ण हाम्रा आदरणीय व्यक्तित्वहरूलाई स्वागत गर्दै शुभकामना। दुईटा सुन्दर कृति कविता र कथाको ल्याउनु भएको छ। अहिले मैले भर्खरै कुरा गर्दै थिएँ, भर्खरै चिन्जान भयो। मलद्वार जुन स्कुलमा पढाउनु हुन्थ्यो त्यही स्कुलमा उहाँ पढाउनु हुँदो रहेछ एउटा, र तारा बहिनी त अझ विद्यार्थी नै हुनुहुँदो रहेछ। अनि के लेख्नुहुन्छ भने पनि मैले सोधेँ। उहाँको छिटी हामी नियान्त्रण पनि पढ्न पाउने रहेछौँ र उहाँले आफ्नै आत्मवृत्तान्त पनि लेख्दै हुनुहुँदो रहेछ। खुसीको कुरा हो त्यो छिटै त्यो कृतिहरू पढ्न पाऊँ। र एउटा शिक्षकले आफ्नो रिटायर्ड लाइफलाई एउटा राम्ररी सदुपयोग गरेर एउटा बाँच्ने जुन कला छ, सिर्जना भनेको बाँच्ने कला पनि हो, त्यसमा लाग्नु हो। साह्रै खुसी लागेछ। म धेरै धेरै बधाई ज्ञापन गर्छु। अर्को कुरो के छ भन्दाखेरि यति बेला मैले हिजो अस्ति पनि एउटा अन्तर्वार्ता भनेको थिएँ। हामी लेखकहरूले लेख्न त लेख्छौँ, हरेक हाम्रो कृतिहरू पनि बाहिर आइरहेको हुन्छ, तर त्यसले के सन्देश दिन्छ भन्ने कुरो चाहिँ ठुलो कुरो हो। किन त्यो सन्देश चाहिँ राष्ट्रियतासँग जोड्नु पर्यो, हाम्रो स्वतन्त्रतासँग जोड्नु पर्यो, मानवाधिकार बहालीसँग जोड्नु पर्यो, प्रजातन्त्रको संस्थागत त्यसको विकाससँग जोडिनु पर्यो। अहिले मुलुक जुन गतिमा भएको छ, भोलि उड्दाखेरि हामीले देश अर्कै देशको नागरिक भएर जन्मिनु पर्ने हो कि भन्ने पनि चिन्ता पनि यति बेला छ। किनकि यो कुरा त अब नेताहरूले नै बोल्न थालेका छन्। त्यस कारणले हाम्रो देश कता जाँदैछ। हामीले प्रतिपक्ष, लेखक भनेको जहिले पनि म भन्छु प्रतिपक्ष हो, र प्रतिपक्ष भइसकेपछि त्यसले सत्तामा बस्नेलाई कोर्रा पनि हाल्नुपर्छ। सत्ताले गरेको गल्ती, कमी, कमजोरी अहिले त खुलिया भ्रष्टाचार आदि इत्यादि अनियमितता सबै देखिया छ। अहिले त प्रतिशोधको राजनीति पनि देशमा चलेको छ। यस्तो अवस्थामा लेखक जागरुक हुनुपर्छ र लेखकले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने 36 सालको सडक कविता क्रान्तिमा पनि लेखक कविहरूले आफ्नो स्वतन्त्र अभिव्यक्ति दिएर
त्यति बेला एउटा जन्म तयार गरेको थियो। एउटा 46 सालकै हेर्ने भने पनि 62-63 हेर्ने भने जनयुद्धकै समयमा हेर्ने भने पनि र अहिले पनि कयौं सिर्जनाहरू त्यसैतर्फ उन्मुक्त छ। तर यति बेला प्रेस स्वतन्त्रताको खतरा बढेको छ, यति बेला अभिव्यक्ति स्वतन्त्रताको खतरा बढेको छ र यो कुरालाई हामीले मध्यनजर गर्यौं भने मलाई लाग्छ लेखक कविहरूले आफ्नो दायित्व पुरा गर्नुहुन्छ र अब यतापट्टि लागौँ भन्छु म। तर यो सन्देशका साथ फेरि पनि राधाज्यूलाई म धेरै धेरै यो बधाई ज्ञापन गर्छु दुईटा कृतिको लागि र उहाँको छिट्टै आउने आत्मवृत्तान्त र नियात्राहरू जुन अब थाल्नुहुन्छ त्यसको लागि पनि शुभकामना हुनुहुन्छ। एउटा जुझारु साहित्यकार हुनुहुन्छ, उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गरे। राधादेवी राजवंशी मेरो गुरुआमा पनि हुनुहुन्छ। श्रीखण्डपुर माध्यमिक विद्यालयमा म पढिरहँदा एकजना मात्र शिक्षिका हुनुहुन्थ्यो उहाँ। र मैले मेरो प्रिय छोरी कविता संग्रह जब निकाले मलाई कस्तो लाग्यो भने यो काठमाडौँबाट बाहिर गरौँ, आफूले पढेको स्कुलमा हामीले त्यो स्कुलबाट गएपछि त्यो स्कुलको आँगन छोडेपछि त्यहाँका विद्यार्थीहरू के गर्दा रहेछन्, कहाँ पुगेछन्, टिचरहरू कस्तो हुनुभयो होला हामीलाई पढाउने जस्तो लाग्यो। एउटा शिक्षक भनेको एउटा के उ जस्तो के ढुङ्गा तारिरहने एउटा के भन्छ माझी जस्तै लाग्छ मलाई। कयौं ढुङ्गाहरू तारिरहनुहुन्छ, पानी पुर्याइरहनुहुन्छ, त्यो ढुङ्गा तारेर जानेहरू कहाँ पुगे होलान्, के गर्दै होलान्, कस्तो होला भन्ने त शिक्षकहरूलाई पनि हुन्छ। त्यही अनुसारले चाहिँ मैले प्रिय छोरी चाहिँ आफैले पढेको स्कुलमा विमोचन गरौँ र आफूलाई पढाउने टिचरहरू को कहाँ हुनुहुन्छ सबैजनालाई भेला पारेर सम्मान गरौँ भनेर हामीले 2047-48 हामीसँग पढ्ने साथीहरूको ब्याजले यो चाहिँ निर्णय गरेर हामीले त्यही गऱ्यौँ र सबै टिचरहरू कहाँ कहाँ पुग्नु भएको थियो सबैजनालाई चाहिँ कन्ट्याक्ट गरेर हामीले सम्मान पनि गऱ्यौँ। त्यही सम्मानको कार्यक्रममा राधादेवी राजवंशी मिससँग स्कुल छोडेको 28 वर्षपछि हाम्रो भेट भयो। त्यतिखेर बिचरा आउनु भएको एउटा एकदम रोगले उहाँ त्यतिखेर क्यान्सर जस्तो एउटा घातक रोगबाट भर्खर आफ्नो स्वास्थ्यमा सुधार गरिरहनु भएको रहेछ। कस्तो देखेँ उहाँलाई देख्दा कस्तो नमजा लाग्यो। अनि पछि हुँदै गएपछि उहाँले भन्नुभयो, नानी मैले पनि लेख्दैछु नि त, म हस्पिटलको बेडमा बस्दाखेरि मैले कापी र कलमलाई साथी बनाएको थिएँ, त्यतिखेर मैले लेखेको छु, कविताहरू कोरेको छु भन्नुभयो। ओहो त्यो त एउटा राम्रो कुरा हो नि, तपाईँले के लेख्नु भयो त मिस, यसलाई प्रकाशन गर्नुपर्छ है भनेर मैले चाहिँ हाम्रो शैलेन्दु प्रकाश सरसँग सल्लाह गरेँ। उहाँले चाहिँ राम्रो लेखेको रहेछ र मिसलाई चाहिँ यो किताब प्रकाशन गर्नुपर्छ भनेर उहाँले सबै भाषाहरू उहाँको कविता कथाहरू एकदम राम्रोसँग मेन तरिकाले हेर्नुभयो डाक्टर शैलेन्दु प्रकाश नेपाल सरले। र त्यसलाई सम्पादन गरेर त्यो गर्नलाई संसाक मासिकका सम्पादक आदरणीय दाई उमेश पाण्डे दाईले धेरै पहल गर्नुभयो र मैले उमेश दाईलाई चाहिँ उहाँको घरसम्म लगेर उहाँले के लेख्नुभयो भनेर सङ्कलन गरेर लिएर आएर हामीले उहाँको किताब निकाल्नको लागि केही पहलहरू गऱ्यौँ। त्यसपछि उहाँले 2टा किताब निकाल्नु भएको छ र त्यो किताब एउटा कविता सङ्ग्रह र एउटा चाहिँ कथाकार दीपक लोहनी र उहाँलाई म मञ्चमा आमन्त्रण गर्दछु। बाहेक उहाँको सृजना पढेको पनि थिएन र आजभन्दा अगाडि उहाँलाई भेटेको पनि थिएन। जति बोल्छु यही कृतिमा आधारित भएर बोल्छु। तर कस्तो लाग्यो भने राधादेवी राजवंशी बनाउनको लागि ताराकेशीको भूमिका र आजको ताराकेशी बनाउनको लागि राधादेवी राजवंशीको भूमिका स्पष्ट रूपमा किताबमा पनि झल्किएको छ र आज ताराबहिनीले भनेका कुराहरूबाट पनि झल्किएको छ। यति भन्दै यो कृतिको 2 किसिमबाट चर्चा गर्न चाहन्छु। एउटा यसको वस्तु सौन्दर्यको आधारमा र एउटा यसको सौन्दर्यको आधारमा कथाभित्रको सौन्दर्यको आधारमा चर्चा गर्न चाहन्छु। यो कृति यहाँ उपलब्ध हुन्छ होला भनेर मैले लिएर त आइन। यो कृति अगाडिको साइडमा राखिएको
कृति नै हो। छोरीको साहस भन्ने कथा सङ्ग्रह छ, जसमा 22वटा कथाहरू सङ्ग्रहित गरिएको छ भने यो कृतिलाई अनामणि प्रकाशन प्रणालीले 2081 सालमा प्रकाशन गरेको देखिन्छ। यो कृतिमा विशेष गरी आख्यान भनेको 4 किसिमबाट आख्यानलाई हेरिन्छ। एउटा लघुकथा, अर्को छोटो कथा, अर्को कथा र अर्को उपन्यास। यसरी 4वटा आख्यानका 4वटा विधाहरूभित्र रहन्छन् आख्यान। यो सङ्ग्रह चाहिँ विशेष गरी कथा भनिए तापनि न लघुकथा बनेको छ, यो चाहिँ विशेष गरी छोटो कथा बनेको छ। अधिकांश कथाहरू छोटो कथा बनेको छ। अङ्ग्रेजी भाषाबाट हेर्ने हो भने सर्ट स्टोरीलाई नै हामी नेपाली छोटो कथा भन्छौँ। वास्तवमा छोटो कथा चाहिँ 1500 देखि 4500 शब्द हुनुपर्छ भन्ने एउटा सामान्य मान्यता छ। त्यही आधारमा बाराखरीले पनि प्रतियोगिताहरू आयोजना गर्छन् र विभिन्न स्थापित पत्र पत्रिकाहरूले पनि कथा भनेर छापिएका कथाहरूलाई 1500 देखि 4500 शब्द सीमाभित्र राखिएको हामी पाउँछौँ। तर यो कथाहरू कथा सङ्ग्रह भए पनि यसमा 1500 भन्दा तल शब्द सीमाको आधारमा लेखिएका कथाहरू नै यसमा बढी प्राथमिकताका साथ आएका छन्। अलिकति राधा देवी राजवंशीको बारेमा भन्न चाहन्छु। उहाँ 2010 सालमा काभ्रेमा जन्मिनु भएको हो र शिक्षामा उहाँले शिक्षा विषयबाट स्नातक गर्नुभएको छ र कलामा उहाँले स्नातकोत्तर गर्नुभएको छ भने 4 दशकदेखि विशेष गरी मोहन दुवालले बनेपामा पढाउने काभ्रेमा पढाउने स्कुलमा नै विगत 40 वर्षदेखि अनवरत शिक्षा क्षेत्रमा उहाँ संलग्न रहनु भएको छ। विशेष गरी 40 वर्ष बितिसकेपछि मात्रै उहाँ साहित्यमा आउनु भएको देखिन्छ। हुन त एउटा भारतीय उखान के छ भने जब जागे तब सबेरा भनिन्छ। उहाँले 40 वर्षपछि नै साहित्यमा जाग्नु भएको छ। अब उहाँको यात्रा पनि यो 40 वर्ष साहित्य शिक्षा सेवाबाट नै उहाँको साहित्य सुरु भएको छ भन्न पनि चाहन्छु। विशेष गरी अधिकांश तपाईँ हामी आफ्नो किशोरावस्थादेखि साहित्य सेवा गर्दै साहित्यमा रुचि राख्दै आएका छौँ। त्यस कारणले पनि अनन्त अभ्यासको कारणले पनि हाम्रा लेखनहरू अनन्त अभ्यासको कारणले पनि केही माझिएका, केही खारिएका र केही टुटेफुटेका पनि भइरहेका छन्। तर राजवंशीजीको चाहिँ अब अभ्यासको क्रम अब बल्ल सुरु भइरहेको देखिन आएको छ। यसभित्र राधा देवीले विषयका विविधताका आधारबाट आफ्नो कथाहरू लेख्नु भएको छ। विशेष गरी उहाँका कथाहरूमा अनुभूतिका आधारबाट उहाँले जस्तो जस्तो आफ्नो समाजमा आफ्नो शिक्षण पेसामा जस्तो जस्तो भोग्नुभयो, देख्नुभयो, महसुस गर्नुभयो ती कुराहरू नै उहाँका कथाकारितामा झल्किएका छन्। जसमध्ये उहाँका मान्छेभित्रका मानसिकताहरूलाई पनि उहाँले आफ्नो कथामा लेख्नु भएको छ। विशेष गरी उहाँका धेरै कथाहरू पारिवारिक कथाहरू बनेका छन् र सामाजिक र शिक्षण पेसामा लामो समय संलग्न भएको कारणले पनि शिक्षा सम्बन्धी थुप्रै कथाहरू छन् र सांस्कृतिक विविधताका आधारमा पनि उहाँले आफ्ना कथाहरू लेख्नु भएको छ। विशेष गरी उहाँको कथाकारितामा सम्बन्धका कथाहरू नै बढी प्राथमिकता पाएको हामी देख्न सक्छौँ यो कृतिभित्र। त्यसै गरी उहाँका कथाहरूको पात्रहरू चाहिँ कस्ता छन्। विशेष गरी उहाँले गाउँको सहरको कथाहरू लेख्नुहुन्छ। उहाँका पात्रहरू पनि तिनै गाउँ र सहरमा रहेको पात्रहरूलाई नै उहाँले चुन्नु भएको छ यस कथा सङ्ग्रहभित्र। त्यसो त आफू हुर्केको आफू बाँचेको समाज नै उहाँको कथाको विषय बनेका छन् र थुप्रै कथाहरूमा उहाँले शिक्षक, विद्यार्थी, कति ठाउँमा
छोरीको कथाहरू लेख्नुभएको छ, महिला र पुरुषको कथाहरू लेख्नुभएको छ र विशेष गरी व्यक्ति चित्रण नै उहाँको कथाकारिताको मूल विषय बनेको छ र विशेष गरी उहाँको कथा नेपाली परिवेशभित्र नै रहेको देखिन्छ। विशेष गरी नेपाली कथामा, आधुनिक नेपाली कथामा गुरुप्रसाद मैनालीले 1992 विशेष गरी शारदाकालीन समयबाट यथार्थवादी धारको विकास गर्नुभएको छ। आज 81 सालमा आइपुग्दाखेरि पनि राधा देवी राजवंशीले विशेष गरी गुरुप्रसाद मैनालीको धारलाई, अति यथार्थवादी धारलाई उहाँले समेट्नु भएको छ र त्यसमा सामाजिक यथार्थवादी धार राधा देवी राजवंशीको एउटा प्रमुख विषय बनेको छ। कथामा उहाँको धार त्यस्तो देखिएको छ र अधिकांश कथाहरूमा उहाँले शिक्षणको भित्रको स्वभाव हावी भएको छ। आफूले पढाइरहेको लामो समय 40 वर्ष पढाइरहेको अनुभव नै हावी भएको छ र त्यही अनुभवको हावीको कारण, शिक्षणभित्रको हावी भएको कारण उहाँका कथाहरू व्यङ्ग्यात्मक हुँदै पनि सन्देशमूलक र विशेष गरी समाज सुधारका चेतनाहरू फैलाउने, समाज सुधार गर्ने चेतनाहरू फैलाउने आधारमा उहाँका अधिकांश कथाहरू लेखिएका छन्। अलिकति म लेखक कथाकारलाई सुझाव पनि दिन चाहन्छु। विशेष गरी रसियन एकजना समालोचक हुनुहुन्छ, भिक्टर स्क्लोलोस्की भन्ने समालोचक हुनुहुन्छ। उहाँले के भन्नुभएको छ भने तपाईँ जुन धारबाट लेखे पनि, तपाईँले जुन समाजबाट लेखे पनि विशेष गरी एउटा केही न केही नौलोपन दिनुपर्छ भन्ने कुरा उहाँले गर्नुभएको छ। त्यो नेपाली साहित्यका पनि थुप्रै समालोचकहरूले ती कुराहरू भनिरहेका नै छन्। विशेष गरी राधादेवी राजवंशीका यी कथाहरूमा नयाँपन, अब लेखिने कथाहरूमा नयाँपनको आभास आउने गरेर लेख्नुहोस् भनेर एउटा म सुझाव दिन चाहन्छु। विशेष गरी भाषाको हिसाबमा, शैलीको हिसाबमा र पात्र चयनको हिसाबमा पनि त्यही पात्रहरू, तपाईँ हामीले लेख्ने कथाहरू, कविताहरूमा तिनै पात्रहरू नै हुन्छन्, तर तिनै पात्रहरू प्रत्येक व्यक्तिहरूले लेख्दाखेरि ती पात्रहरूलाई आफ्नो अनुभूतिबाट आफ्नो निजी पात्रको रूपमा विकास गरेर लेख्नुपर्ने आवश्यक राजवंशीको कथामा पनि देखिन्छ, म देख्छु। त्यसै गरी विशेष गरी कथा भनेको चाहिँ रिपोर्टिङ होइन। कहिलेकाहीँ हामीलाई लाग्न सक्छ रिपोर्टिङ पनि कथा जस्तै लाग्न सक्छ, तर रिपोर्टिङ आफैमा कथा चाहिँ होइन, त्यो समाचार बन्न जान्छ। राजवंशीले लेख्नुभएका आगामी कथाहरूमा त्यो रिपोर्टिङको धमधम्तीबाट, रिपोर्टिङबाट कथाहरू चाहिँ माथि उठ्नुपर्छ भन्ने सुझाव पनि दिन चाहन्छु। र कथाहरू लेखिँदाखेरि संवाद शैलीहरूलाई विविध आधारबाट लेखिन्छ र उहाँले, राजवंशीजीले लेख्ने कथाहरू बित्ता एक बित्ताको प्याराग्राफ, 1.5 बित्ताको प्याराग्राफ, 1 पेजको प्याराग्राफबाट अब मुक्त हुनुपर्छ। कति कथाहरू एक बित्ताको कथा भयो भने पाठकलाई पढ्नलाई अरुचि हुन सक्छ र संवाद राख्दै विभिन्न शैलीहरू अपनाउँदै त्यो ब्रेक, अनुच्छेदलाई भाँच्दै लेख्नु आवश्यक देख्दछु म। विशेष गरी राजवंशीका कथाहरूमा त्यो संवाद लामा संवाद र अनुच्छेदहरू लामा भइरहेको छ। आगामी कथाहरूमा ती कुराहरूलाई उहाँले सुझावको रूपमा लिएर त्यसलाई विशेष ध्यान दिनुहुनेछ भन्ने आग्रह पनि गर्न चाहन्छु। विशेष गरी राजवंशी अध्ययन र अभ्यास, उहाँले एकाडेमिक अध्ययन त गर्नुभयो, तर साहित्यिक अध्ययन चाहिँ यो कथा पढ्दै गर्दा, यो कथा सङ्ग्रह पढ्दै गर्दा साहित्यिक अध्ययन अलि नदेखिएको हो कि जस्तो एउटा पाठकलाई महसुस हुने गरेर उहाँले लेख्नुभएको छ। विशेष गरी अबको उमेरमा आएर यहाँले लेखिरहनु भएको छ भने
यहाँले अभ्यास र अध्ययन विशेष गरी साहित्यिक अध्ययन कथा लेख्ने हो भने कथा साहित्य नै विशेष गरी पढ्नको लागि र निरन्तर कथा आफूलाई मन परेका कथाहरूको शैलीबाट लेखन कलाबाट चाहिँ अगाडि अभ्यास गरिराख्नु हुनको लागि पनि म सुझाव दिन चाहन्छु। विशेष गरी कथाहरू चाहिँ आकस्मिक उठान हुनु र अप्रत्याशित अन्त्य हुनु चाहिँ कथाकारिताको एउटा धर्म हो। विशेष गरी राधादेवी राजवंशीका कथाहरूमा आकस्मिक उठान र अप्रत्याशित अन्त्य अबका कथाहरूमा देख्न पाइयो भने पनि पाठकहरू रुक्क भएर राजवंशीका कथाहरू पढ्नलाई आतुर हुनेछ र कथामा ट्विस्ट हुनु र कथामा स्वयं कल्पना हुनु पनि एउटा कथाको राम्रो खुबी हो भन्ने म चाहन्छु, म त्यस्तै सोच्छु। र राम्रा कथाहरूमा कथाको ट्विस्ट र कथाकारितामा ट्विस्ट आउनु र स्वयं कल्पना पनि त्यहाँ कतै न कतै देखिनु आवश्यक हुन्छ। आगामी राजवंशीका कथाहरूमा त्यस्ता कुरा पनि आओस् भन्ने म चाहन्छु। र अर्को कथामा विशेष गरी अलिकति काव्यको अंश अलिकति निबन्धको अंशहरू कथामा भयो भने त्यो कथा रिपोर्टबाट आख्यानलाई कथानकलाई अगाडि बढाउने डोर्याउने एउटा माध्यम हुन सक्छ। राजवंशीका कथाहरूमा निबन्धका केही विशेषहरू होस् र काव्यका केही टुक्राहरू पनि आगामी कथाहरूमा होस् भन्ने आग्रह गर्न चाहन्छु। र अहिले मात्रै राधेश्याम दाइले भनिसकेपछि थाहा पाएँ उहाँको नयाँ नियात्रा सङ्ग्रह पनि आउँदैछ, उहाँको नयाँ संस्मरणहरू पनि आउँदैछ। तर उहाँले त्यो संस्मरण निकाल्नु पर्दाखेरि अथवा नियात्रा निकाल्नुभन्दा अगाडि उहाँले कम्तीमा नि 10वटा नियात्रा र संस्मरणको कृतिहरू पढेर चाहिँ त्यो निकाल्नु भयो र हतार गर्नु भएन भने कम्तीमा पनि यो आजको कथा सङ्ग्रह छोरीको साहस भन्दा अझ उम्दा बन्छ भन्ने मलाई लागेको छ। छोरीको साहस कथामा विशेष गरी कथाले नै कथानकलाई सिधै बोलेको छ। कौतूहलता पनि कथामा हुनुपर्छ, कौतूहलता पनि आगामी कथाहरूमा होस् भन्ने म चाहन्छु। तर समग्रमा विशेष गरी यो कथा पढ्नुभन्दा अगाडि डाक्टर शैलेन्द्र प्रकाश नेपालको भूमिका पढिदिनु भयो भने यो कथा पढ्नलाई एकदमै हौसाउने छ। त्यस्तो हौसाउने टाइपको भूमिका लेख्नु भएको छ। तर भूमिका पढेर कथा पढिसकेपछि चाहिँ पाठकले कथाकारलाई केही सुझावहरू पक्कै दिनुहुनेछ। मलाई लाग्छ तपाईँहरूले यो कथा पढिसकेपछि आफ्ना सुझावहरू पनि राजवंशीज्यूलाई दिनुभयो भने उहाँको यो 40 वर्षीय शिक्षण पेसाबाट अबको रिटायर्ड लाइफलाई टायर्ड नबनाइकन क्रियाशील बनाउने जुन अभियानमा उहाँ लाग्नु भएको छ, उहाँको यो अभियानमा पक्कै पनि सहयोग गर्ने पुग्छ भन्ने म कल्पन्छु। र यहाँहरूले पनि यो कथा सङ्ग्रह पढ्नुभयो भने केही सुझावहरू पक्कै तपाईँको मनमा उब्जनी हुनेछ। त्यो सुझावलाई चाहिँ आफ्नो मनमा जस्तो सुझाव रहेका छन् त्यस्ता सुझाव चाहिँ राजवंशीज्यूलाई दिनुभयो भने उहाँको अबको लेखन यात्रा सधैँ अगाडि बढ्नेछ, सधैँ सफल भएर बढ्नेछ। श्रीराम दाइले धेरै ठाउँमा भन्नुहुन्छ जब जागे तब सबेरा भन्नुहुन्छ। अहिले नै जाग्नु भएको छ राजवंशीज्यू। उहाँको अबको यात्रा झन् सुखद होस्, सफल होस्। र तर अध्ययन चाहिँ उहाँको अत्यन्त आवश्यक छ। उहाँ अध्ययन पेसाबाट नै संलग्न हुनुभएको छ। विशेष गरी यहाँ विज्ञापन पनि गरौँ, मधुपर गरिमा र समकालीन साहित्य मात्रै पढिदिनु भयो भने पनि समकालीन कथाहरू कस्ता हुन्छन् भन्ने कुरा त्यहाँ प्रष्ट बुझ्न सकिन्छ। कम्तीमा महिनामा ती पत्रिकाहरूबाट 10-15वटा कथा पढ्नुभयो भने पनि आगामी तपाईँको कथा लेखनको अभ्यासमा पक्कै सहयोग पुग्नेछ भन्ने भन्न चाहन्छु। र छोरीको साहस कथा पढिसकेपछि कस्तो लाग्यो? पाठकीय दृष्टिकोण राखिदिन हुनको लागि कथाकार
ध्रुवराज थापा दाइलाई म हार्दिक अनुरोध गर्दछु। उमेरले उहाँ मेरो आमा समानको हुनुहुन्छ। मेरो आमाभन्दा करिब 5-6 वर्ष मात्रै कान्छी हुनुहुँदो रहेछ र मेरो आमाले अक्षर चिन्नु भएको छैन, अक्षरको अनुहार थाहा छैन, स्कुलको अनुहार पनि थाहा छैन। तर उहाँले त्यो समयमा 2010 सालमा जन्मिएर सानो उमेरमा विवाह भएर र विभिन्न सङ्घर्ष गरेर जागिर खाँदै पढ्दै गरेर स्नातकोत्तर तहसम्म उहाँले उत्तीर्ण गर्नुभएको रहेछ। र उहाँको यो सदिच्छा सायद छोरीको साहस यहाँ कतै प्रतिबिम्बित भएको हुनसक्छ। उहाँले आफैलाई त्यो छोरीको साहसमा आफैलाई एउटा पात्रको रूपमा खडा गरेको पनि हुनसक्छ, त्यस्तो लागिरहेछ मलाई। र त्यसैले उहाँ राधा देवीले 41 वर्षको शिक्षण समाप्त गरेर त्यसपछि यो साहित्यतर्फ लाग्नु भएको कुरा यहाँ अघि नै थाहा पाइसक्यो। र उहाँको यो यस कथामा चाहिँ करिब 22 वटा कथा छन्। यो पनि अघि नै भनिसक्यो र 132 वटा पृष्ठमा यो पुस्तक चाहिँ छ। यसमा कथाले 110 पृष्ठ ओगटेको छ भने लेखक परिचय, शुभकामना, गुरुआमालाई बधाईले 4 पृष्ठ र अग्रखण्डमा 14 पृष्ठ र कभर 4 गरेर यसरी 132 पृष्ठमा यो कथा सङ्ग्रह समाहित भएको छ। र यसमा शुभकामना तथा भूमिकाको खण्डमा 3 जना वरिष्ठ साहित्यकारज्यूहरूको यसमा भूमिका रहेको छ। र यसमा प्राज्ञ सम्भवतः तत्कालीन प्राज्ञ हुनुहुन्छ होला, हाम्रो माया ठकुरी वरिष्ठ साहित्यकार, उहाँले भूमिका लेख्नु भएको छ। र ठकुरीले भूमिका सन्देशमा भन्नुभएको छ, कथाहरू छोटा र समय सान्दर्भिक छन्। यहाँ समावेश गरेका कथाहरूले हाम्रो समाजमा भएका विसङ्गतिहरूको चिरफार गर्न सफल भएको छ भन्ने म ठान्दछु। राधादेवी राजवंशीलाई कृति सफलताको शुभकामना दिन्छु भनेर उहाँले त्यहाँ लेख्नु भएको छ। त्यसै गरी वरिष्ठ साहित्यकार एवं जन्म साप्ताहिकका जनमुख मासिकका प्रधान सम्पादक मोहन दुवालले छोरीको साहसमा राधादेवीको भूमिका भनेर लेख्नु भएको छ। नेपाली कथा परम्परामा यथार्थवादी चरण कथाकारहरू गुरुप्रसाद मैनाली, हृदयचन्द्र सिंह प्रधान, पुष्कर शमशेर, हिन्दी तिवारी, देवकुमारी थापाकै लेखी परम्परा समेटेर कथा विधामा देखा परेकी कथाकार राधादेवी राजवंशी राजवंशीका कथाहरू पनि यही यथार्थवादी धारमा समाहित भएको छन् भनेर उहाँले लेख्नु भएको छ। त्यस्तै अहिले आज ड्यासमा आसीन हुनुहुन्छ वरिष्ठ साहित्यकार शैलेन्द्र प्रकाश नेपाल, उहाँले पनि यहाँ भूमिका लेख्दै के भन्नुभएको छ भन्दाखेरि उहाँले आफ्नो भूमिकामा के भन्नुभएको छ भने आकारमा छोटा मजाला देखिने कथाहरू सहज सरल र मार्मिक भएको पाएँ। कथामा कुनै बनावटीपन छैन, लेखकीय जीवन जस्तै स्वाभाविकता रहेको पाइन्छ र कथा रोचक लाग्छन्, भाषा शैली सरल र सन्तुलित छन् र कथाहरू आकर्षक छन् भनेर उहाँले भन्नुभएको छ। त्यसै गरी यही कृतिमै कृतिकार राधादेवी राजवंशीले आफ्ना कुराहरू मेरा 2 शब्द भनेर लेख्नु भएको छ। र यो कृति प्रकाशनमा सहयोग पुर्याउने सबैलाई उहाँले धन्यवाद दिनुभएको छ। र उहाँले प्राज्ञ माया ठकुरी, शैलेन्द्र प्रकाश नेपाल सबैलाई धन्यवाद दिनुभएको छ। र लेख्न, पुस्तक प्रकाशन गर्न आफ्नो दाजु कृष्णलाल राजवंशी र आफ्नो जीवनमा सहयात्री सत्यलाल राजवंशीलाई पनि धन्यवाद दिनुभएको छ। त्यसै गरी पुस्तक प्रकाशन गर्नको लागि सल्लाह सुझाव सहयोग गर्ने आफ्नै चेली अघि कुरा आइसक्यो तारा केसीलाई पनि उहाँले धन्यवाद दिनुभएको छ, सम्झिनु भएको छ। र उहाँले पाठकहरूसँग पनि छोरीको साहस कृति पढेर स्वच्छ प्रतिक्रिया दिनको लागि अनुरोध गर्नुभएको छ। अब म यहाँ कथाभित्र प्रवेश गर्न चाहन्छु। यो कृति प्रकाशनमा यो राधादेवीको यो कृति पहिलो कृति हो। वास्तवमै यो छोरीको साहस कथा सङ्ग्रह एउटा पठनीय कृति बनेको छ, किनभने कथाको भाव दृष्टि एकदम राम्रो छ। र मैले यहाँ अघि पूर्ववक्ता हाम्रो मित्र दीपक लोहरी सरले भनेको सबै कुरालाई समर्थन गर्दै म आफ्नो कुरा राख्दैछु है। फेरि समाजका विसङ्गतिहरूलाई उजागर गरिएको छ। कथाकार राधादेवीले यस कथा प्रसङ्ग सङ्ग्रहमा छोटा र सरल वाक्यहरू प्रयोग गर्नुभएको छ। भाषा शैली पनि सरल र बोधगम्य छन्। कथाकारले आफ्नो जीवनकालमा भोगेका अनुभव,
गरेका र देखेका घर परिवार तथा सामाजिक विषयवस्तु नै कथामा अगाडि बढेको छ। यस कथा सङ्ग्रहमा व्यक्तिगत, पारिवारिक, मानसिक, सामाजिक, शैक्षिक, संस्कार, संस्कृति, इतिहास, वातावरण आदि विषयवस्तुमा समेटेर कथाहरू अगाडि बढेका छन्। कथाकार राधा देवीले 41 वर्षको शिक्षणको रापिलो भट्टीबाट त्यहाँ उजागर गरिएको छ। मानबहादुर र बिर्खबहादुर निम्नवर्गीय परिवारका भए पनि मानबहादुरले अनुशासन र संस्कारको सहायताले आर्थिक रूपमा सम्पन्न भएको, तर बिर्खबहादुरले न आफूलाई सुधार गर्न सक्यो न परिवारलाई परिवर्तन गर्न सक्यो। उसको आर्थिक अवस्था कमजोर नै भयो भनेर देखाउन खोजेको छ। यस कथामा परिवारको मनोविज्ञान, नीति र आदर्श, व्यावहारिक कुराहरू कथामा प्रयोग गरिएको छ। त्यस्तै अर्को कथा यो योग्यता भन्ने कथा छ। यो एक आदर्श कथा हो। यो कथा सुन्दा पढ्दा राम्रै भए पनि व्यवहारमा कथामा जस्तो पाउनु अलिक कठिन छ। यस कथामा प्रगति चाहनेले आफ्नो योग्यता बढाउनुपर्छ भन्ने कुरालाई महत्त्व दिएको छ। धनी बाउकी छोरी नमिता र गरिब परिवारकी छोरी रमिता, दुई पात्रको चित्रण गरिएको छ। यस कथामा धनभन्दा विद्या ठुलो हो भन्ने कुरालाई पनि पुष्टि गर्न खोजेको देखिन्छ। कर्म नगरी धर्म मात्र गरेर फल प्राप्त नहुने कुरालाई पनि यहाँ देखाउन खोजेको छ। त्यस्तै गरी विश्वासघात भन्ने कथामा नारी विद्रोह भाव बोकेको कथा हो। यो चाहिँ स्टाफ नर्सप्रति तत्कालीन समाजमा देखिएको नकारात्मक भावनालाई चिर्नलाई निताले प्रयासहरू गरेको, तर पछि पुष्कर भन्ने एकजना पात्रसँग विवाह प्रेम चक्कर चलेपछि उनको त्यो सपना चकनाचुर भएको कुरा देखाइएको छ। र त्यो पुष्करले उनलाई चाहिँ नर्स पढ्नबाट रोकेको र पछि विश्वासघात गरेको कुराहरू देखाएको छ। आलो काँचो उमेरमा माया प्रीतिको चक्करमा लाग्दा यसरी जीवन बर्बाद हुन्छ भन्ने कुरा यस कथामा देखाइएको छ। त्यस्तै गरी खराब सङ्गत भने अर्को कथामा खराब सङ्गतका कारण एउटा असल मानिस पनि कसरी बिग्रिन सक्छ भनेर कथामा सबैलाई सचेत गराइएको छ। अझै त्यसमा पनि बच्चाहरू नराम्रो सङ्गतबाट छिट्टै फस्न सक्ने देखाएको छ भने कथामा बले पात्रले विद्यालयमा नराम्रो बानी व्यवहार भएको साथीको सङ्गत गरेपछि उसले भोगेको दुःख देखाइएको छ। साथीबाट धोका पाएपछि उसको चेत खुलेको पनि त्यहाँ देखाइएको छ। त्यस्तै गरी केटाकेटी काँचो माटो जस्तै हुन्। काँचो माटोबाट जस्तो आकारको भाँडा कुडा पनि बनाउन सकिन्छ, तर एकचोटि कुनै आकारको बनाएर सुकेपछि अर्को वस्तुमा रूपान्तर गर्न सकिँदैन भनेर यस कथामा कथाकारले बोल्नु भएको छ। यस भनाइमा फरक पनि पाउन सकिएला। अब अर्को क्यान्सर छ। क्यान्सर भन्ने कथा चाहिँ उहाँको सम्भवतः आफ्नै जीवन भोगाइसँग सम्बन्धित छ। यस कथामा लेखक स्वयंको वास्तविक जीवनमा आधारित कथा हो। यो 41 वर्ष लामो शिक्षण पेसापछि सेवानिवृत्त जीवनमा सुखमय र ऊर्जाका साथ बिताउने चाहनामा तुषारपात भएको अवस्था व्याथा यस कथामा पोखिएको छ। 81 क्यान्सर जस्तो भयानक रोगको शङ्का डाक्टरले गरेपछि बिरामीमा पर्न सक्ने छटपटाहट, बेचैनी, उकुसमुकुसको निशासितो अवस्थाको चित्रण यस कथामा गरिएको छ। यस कथामा क्यान्सर पीडितको मनोव्यथा, मनोविज्ञान देखाइएको छ। अन्तर्मनको द्वन्द्व छर्लङ्ग पाइएको छ। वास्तवमै यो कथा पढ्दा म पनि एकछिन भावुक हुनु पुगेँ। यहाँहरू पनि त्यस्तो हुन सक्नुहुन्छ। यो क्यान्सर भन्ने कथा पढ्दाखेरि यो आफैलाई पढ्दाखेरि कस्तो हुन्छ होला त भनेर त्यो अनुभव गर्न सकिन्छ। र यो परिस्थितिमा जो कोही मनमा पनि यस्तै खुलदिली, निराशा, आशा, उपाय, हिम्मत, डरहरूको भिडन्त नै हुन्छ भन्ने पनि लाग्यो। उहाँले क्यान्सर जस्तो घातक रोगको उपचार समयमै गराउनु पर्ने र सधैँ सचेत हुनुपर्ने कुरालाई पनि अवलोकन भएको छ। त्यस्तै गरी अन्धविश्वासमा भित्रको बुनटको बारेमा पनि कुरा गरिसक्नु भएको छ। छोरीको साहस मसँग पनि छ। पढ्ने अवसर पाइसकेको थिइनँ। मलाई चाहिँ नि के लाग्छ भने कथा लेख्नु, कविता लेख्नु अहिलेको समयमा ठुलो हुँदै होइन। घोस्ट राइटर मार्फत पनि लेखाउन सकिन्छ, एआई मार्फत पनि लेखाउन सकिन्छ। पैसा हुनेले मोटो चिल्लो किताब र 5 तारेमा विमोचन पनि गर्न सकिन्छ। ठुलो कुरो होइन। तर कथा कविता यदि कसैले लेख्छ भने अब त्यो लेखनाथको पालाको, भानुभक्तको पालाका जस्ता कथा कविता खोज्ने पनि हो जस्तो लाग्दैन मलाई। समय धेरै टाढा पुगिसकेका छौँ। अहिले हामी र हाम्रो बिचको हामीले भोगिरहेको दिनचर्या, हाम्रो समाज,
हाम्रो बाध्यतालाई नै कथावस्तु बनायौँ भने कथा पनि, कविता पनि, निबन्ध पनि, उपन्यास पनि चल्छ। कसरी प्रमाणित भएको छ भने वर्षमा झन्डै 100 को हाराहारीमा ठुला साना फिल्म बन्दा रहेछन्। नेपाली फिल्म चल्ने 10 देखि 12 वटा जति मात्रै सिनेमाले पैसा उठाएर नाफा कमाउने गरेको रहेछ। पैसै उठाउने त अलि बढी हुने रहेछ। तर असाध्यै धेरै चर्चा चाहिँ कस्तो फिल्मले पायो भने पूर्णबहादुरको सारङ्गी, बोक्सी, अहिले चलिरहेको यो के अरे उनको स्वेटर। हेर्नु त नाममा पनि कति सजिलो छ, नाम पनि सजिलो छ र त्यसका सबै कथा हामीले भोगिरहेको, न त्यहाँ कसैको चर्को मेकअप देखियो, न कसैको एकदमै धेरै राम्रा राम्रा लुगा लगाएको देखियो, गाउँघरमा च्यातिएको लुगा, न पोरेको कपाल, न बडारिएको आँगन, गरिबी, दुःख र बोल्ने शैली पनि सामान्यतया समाजमा अलि अपाच्य भनेका शब्दहरूलाई बोल्दाखेरि ठ्याक्कै गाउँ प्रस्तुत भएको कारणले गर्दा सिनेमाले असाध्यै धेरै कमाइरहेको छ। त्यसले पनि 60 करोड प्लस गर्यो भन्छ। 2 लाखमा नियुक्त गरेको नायकलाई 2 करोड रुपियाँ पाए अरे त्यो पूर्णबहादुर सारङ्गीले, त अझ थपिँदैछ अरे। त्यसको अर्थ के हो भने मान्छे धेरै टाढा गएर बुझ्न चाहँदैन, मनोरञ्जन त्यस्तो कुरोको गर्न चाहन्छ जुन कुरो आफूले अनुभूत गरिएको छ या पढिएको छ या सुनिएको छ। हजुरआमाबाट सुनेको कथा, हजुरबाले भनेको कथा, कविता, जीवनकोमा कथा नहुने यो संसारमा कोही हुन्छ मान्छे? सबैभन्दा शक्तिशाली भनेको त्यो ट्रम्पको जस्तो कथा कति धेरै होला, दिनको 10 वटा कथा लेखे पनि हुन्छ उसको पीडा, दुःख, समस्यामा। त्यसैले राधादेवी मिस 40-41 वर्ष पढाएर निवृत्त हुनु भएर साहित्यमा आउनु भएको। उहाँको निमित्त यो भन्दा ठुलो अवसर, यो भन्दा धेरै कथाहरू अरू सिद्धिमिति कसैले पाउँदैन। 40 वर्षमा कति विद्यार्थी, कस्ता विद्यार्थी, कुन प्रकारका विद्यार्थी र ती प्रत्येकका पढाइ उचाइ अग्लाइ मात्रै नभइकन तिनीहरूका जीवन, तिनीहरूले भोगेका कुरा, तिनीहरूले सुनाएका कुरालाई मात्र उतार्नु भयो भने करोडौं विद्यार्थीहरूको बीचमा ती लोकप्रिय हुन्छ। जतिसुकै बुढाबुढी भए पनि जीवन त विद्यार्थीबाटै आएका हुन्। हिजो अस्ति कतातिर एउटा कार्यक्रममा, विद्यार्थीहरूको कार्यक्रममा गएको थियो हाम्रो के अरे स्रष्टा समाजको बागमती प्रदेशको कार्यक्रममा। विद्यार्थीहरूको बिचमा हामी यसरी समय बिताएँ, आफै विद्यार्थी भएको जस्तो, आफै स्कुलमा पढ्दाको समय अनुभूत गर्यौँ। त्यो भनेको के हो भने अब हामीलाई इरानमा कत्रो बम पड्कियो भन्ने भन्दा हिजो रोल्पामा कुन छाप्रोमा कत्रो बम पड्केको थियो बढी सुन्छ। त्यसैले त्यत्रो वर्ष पढाएर सामान्यतया शिक्षकहरू थोरै मात्र शिक्षकहरू हुन्छन्, क्याम्पसमा पढाए पनि, युनिभर्सिटीमा पढाए पनि, स्कुलमा पढाए पनि पढाउन जान्छ, पढ्न जान्दैन। अभाव त्यो हो भन्छु म। यदि पढाउनेहरूले अरू कुरो पनि पढ्न जानेको भए अरू कोही साहित्यकारै हुन्थ्यो। सबै युनिभर्सिटीका, स्कुलका सर मिसहरूले के पढाउनुहुन्छ भने सिद्धान्त पढाउनुहुन्छ, कविता लेख्ने कुरा पढाउनुहुन्छ, सबै कुरो त पढाउनुहुन्छ, तर सबै लेख्ने हुनुहुन्न। अत्यन्त थोरै जसले त्योभन्दा बाहिर गएर साहित्यिक जीवनमा
आउनुहुन्छ, उहाँले मात्र लेख्नुहुन्छ। त्यस हिसाबले म राधिका मिसले यो दुईवटा कृतिको बारेमा कुरा पनि सुन्यौँ, प्रशंसा पनि सुन्यौँ। म भन्छु यो भुइँ हो, बेस भनेको जहिले पनि नदेखिने हुन्छ, जग कहिले पनि देखिँदैन। अब तपाईँका आउने दुईवटा नियात्रा र संस्मरणका कृतिहरूलाई पटक्कै हतार नगर्नुहोस्, पटक्कै हतार नगर्नुहोस्। जमाना तपाईँले के राम्रो लेख्नुभयो भन्दा पनि कुन विषयमा लेख्नुभयो र पुस्तक पनि अहिले त आँखाले पहिला मन पराउनुपर्छ। त्यो अक्षरहरू के छन्, विषय के छन् होइन। लेआउट, डिजाइन, सेटिङले बडा ठुलो महत्त्व राख्छ। दुईवटा किताब निकालिसक्नु भएको छ। अब तेस्रो र चौथो पनि एकैपटक ननिकाल्नुहोस्, तेस्रो निकाल्नुहोस्। नियात्रा निकाले पनि, संस्मरण निकाले पनि अघि दीपकजीले भन्नुभएको जस्तै राम्रो भाषा भएको, राम्रो शैली भएको, राम्रो डिजाइन भएका कम्तीमा 5 वटा पुस्तक, 5 वटा, कम्तीमा 5 वटा सार्वजनिक रूपमा स्वीकार्य भएको। मलाई एक किसिमको मनपर्छ, अर्कोलाई अर्को मनपर्छ, अर्कोलाई अर्को मनपर्छ। राष्ट्रिय रूपमा सर्वस्वीकार्य भएका 5 वटा तपाईँका आउने पुस्तक प्रकाशन पूर्व पढ्नुहोस् र त्यसमा एउटै कुरालाई कसरी भनिन्छ त्यसको शैलीको कुरा पनि सिक्नुहोस्, सिक्नुपर्छ। बाँचुन्जेलसम्म सिक्ने नै हो भन्छु। सिक्नु जसले सिक्न चाहन्छ उसले मात्रै प्रगति गर्न सक्दो रहेछ। डाक्टरहरूलाई देखाउने छ पहिलाको जस्तो एकैपटक 9 महिनापछि जन्माउने समय होइन। त्यस हिसाबले हतार नगरिकन अब आउने तपाईँको जुन पुस्तक हुन्छ त्यो पुस्तक सबैले महसुस गर्ने गरी नेपाली साहित्यमा त्यो विधाले तपाईँको त्यो पुस्तक छुट्दा त्यो विधाको उन्नयनमा अप्ठ्यारो परोस्, समालोचकहरूलाई अप्ठ्यारो परोस् र खोजी तपाईँलाई बजारमा नपाए पनि खोजी किन्नुपर्ने बनाउन सक्ने गरी अब आउँदो पुस्तक तयार गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दै यहाँबाट बिदा हुन्छु। हार्दिक धन्यवाद श्री ओम श्रेष्ठ सर, यहाँले शुभकामना सहित सुझाव दिनुभयो। अब हामी कार्यक्रमको अन्तलाई भोक पनि लागिसकेको छ, खाना तयार छ, खाना खाएर हामी छुट्टिन्छौँ। र भूमिका पनि सुरुदेखि नै राधादेवी राजवंशीको कृतिहरूको चाहिँ अध्ययन गरिरहनु भएका र भूमिका मार्फत आफ्ना सबै कुराहरू राखिसक्नु भएको छ डाक्टर शैलेन्द्र प्रकाश नेपाल सरले। र अब उहाँका कविताको बारेमा केही आफ्ना कुराहरू राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु प्राडा शैलेन्द्र प्रकाश नेपाल सरलाई। यो रमाइलो एउटा प्रसङ्ग हो। अब सुखद कुरो चाहिँ के छ भने 41 वर्षसम्म शिक्षण कार्यमा प्रवृत्त रहेर धेरै यस्ता कविता पढाएर, कथा पढाएर, धेरै विद्यार्थीलाई सर्जक बनाएर त्यो सारा गरिसकेपछि अनि त्यो आफ्नो निरन्तरको कार्यबाट निवृत्त भएपछि अस्पतालको शय्यामा बसेर एक प्रकार असाध्य रोग भनिन्थ्यो, तर अब उहाँले त्यो रोगलाई विजय प्राप्त गराउनु भएछ। अहिले त्यो साध्यमा परिणत हो होइन। त्यो रोगशय्यामा बसेर कलम समाउनु भयो, समाएर 2टा कृति दिनुभयो। यो उहाँको ठुलो पुरुषार्थ हो। यसभित्र के छन् के छैनन्, कमी कमजोरी थुप्रै छन् भन्ने त्यो एउटा अर्को छुट्टै पाटो हो कृतिगत अध्ययनको प्रसङ्गमा होइन। उहाँले जे गर्नुभयो त्यो आँट, त्यो साहस, त्यो हिम्मत र त्यसबाट के बुझिन्छ भने म त्यहाँ बसी यसो सोचेँ 2टा कुरा। संसारमा मान्छेको अन्तिम सहारा भनेको कलाकारका लागि कुची, लेखकका लागि कलम नै रहेछ। अरू सबै छोड्छ, मान्छे एक्लो हुन्छ नि त, तर त्यहाँ गएर उसले सहारा पाउँछ, विषम ठाउँ पाउँछ भन्ने कुराको एउटा दृष्टान्त पनि राधादेवी राजवंशीको लेखन यात्रा हो। अस्पतालभित्र सोचेको पहिले त अब 74 जिन्दगी बित्यो, 41 वर्ष बित्यो, उगाडी दुनियाँ सबै हुन्छ दिदीका जस्तै
कति वर्ष अब 41-45 वर्ष कति बिते त्यो पेसाले म पनि एउटा शिक्षक मेरो चलिरहेको छ यसलाई कुनै नेतृत्व होला जस्तो लाग्छ यहाँ हामी धेरै शिक्षण कार्य गर्ने शिक्षकहरू छौँ मेरो अझै 7 महिना आज 3 गते भएको 7 दिन बाँकी छ 7 महिना 7 दिनपछि मात्रै अवकाश प्राप्त हुन्छ र यो अघि कार्यक्रम सञ्चालक तारकेशीजीले भन्नुभयो श्रीखण्ड गुरु माविको काभ्रेको त्यो प्रसङ्ग उहाँको शिक्षण कार्य उहाँ त्यहाँको विद्यार्थी र उहाँले त्यो प्रिय छोरी कविता सङ्ग्रह निकालेको बेलामा त्यहाँ गएर त्यसको लोकार्पण गर्ने हाम्रा गुरु आमालाई चाहिँ सम्मान गर्ने भन्ने कार्यक्रममा म पनि 60 वर्ष पुगेको थिएँ 60 वर्ष पुगेको थिएँ त्यो बेला राजा देवी दिदीलाई भने देख्न चाहिँ देखियो तर कुराकानी केही पनि भएन औपचारिक चिन्हन केही पनि भएन पछि राजाजीले नै हाम्रो म्याडमले चाहिँ यो कथा लेख्नु भएको छ कथा सङ्ग्रह निकाल्ने योजना गर्नुभएको छ एकचोटि सरले हेरिदिने हो कि भन्नु ठिकै छ त हेर्नु के कुरो हुन्छ तर राम्रै कुरा हो जब नयाँ लेखक कोही म यसो गर्दैछु भनेर आउँछ त्यो अब हौसला दिनु पऱ्यो प्रोत्साहन दिनु पऱ्यो आफूले सकेको सहयोग गर्नु पऱ्यो आफूले जे क्षेत्रमा सहयोग गर्न सकिन्छ त्यो गर्नु पऱ्यो भनेर त हेर्दाखेरि अब कविता के अरे कथाहरू 22वटा अघि कुरा आइसक्यो छोरीको साहसको सन्दर्भमा अब मलाई जे लाग्यो त्यो कुरो लेखेको छु अघि भित्र सरले पनि त्यो कोड गरेर देखाउनु भयो कथा जस्तो छ नि त्योभन्दा फरक खालको भूमिका छ भन्ने पनि सङ्केत चाहिँ आयो तर कुरो त्यसमा फरक छ यो भूमिका लेख्दाखेरि धेरै प्रकारको टिका टिप्पणी गर्नु हुँदैन योभन्दा आगामी कृति चाहिँ अझ राम्रो होस् भन्ने कामना गर्छु भन्नेपछि कुरो त्यहाँबाट बुझ्नुपर्छ क्या ध्वनिमा भन्नुपर्छ धेरै कुरा प्रत्यक्ष भनिहाल्नु हुँदैन शास्त्रमा के बताउँछ भने यद्यपि सत्यम लोक विरुद्धम नकरणीयम नकरणीयम भन्छ कुरो सत्य हो साँचो हो तर लोकका विरुद्धमा त्यो कुरो नगर भन्छ त्यसलाई घुमाउँदो पाराले यही मतलब अलिकति हामी कतिले अब निन्द्रै लाग्ने पनि अवस्था होला भोकको प्रसङ्ग चाहिँ एउटा सन्दर्भ भन्छु है त म अप्ठ्यारो नमाग्दिनँ शिक्षकै हुँ एकछिन त अल्मोडाउनु पऱ्यो भारतको एकजना उहिलेको कुरा हो कवि रहेछ एउटा राज्य त्यो राज्यसम्म त पन्जाब हो त्यतिखेर रणजित सिंह भन्ने राजा थिए लडाइँमा तिनको एउटा आँखा फुट्यो लडाइँमा राजा अनि त्यो कविको साथीले के भन्दैछ भने अहिले राजाका बारेमा एउटा आँखा फुटेको छ भनेर कविता लेख्न सक्छस् भनेर सक्छु अनि राजालाई सुनाउन सक्छु ल तिम्रो एउटा आँखा फुटेको छ भन्ने त्यो आशयको कविता लेखेर राजालाई सुनाइस् भने म तँलाई यति पुरस्कार दिन्छु भनेर भनेछ बाँचिरहेको र साथीले अब समयक्रममा ती कवि साथीले कविता लेखे राजालाई सुनाइसकेपछि त राजाबाट यसले ठुलो गाली खान्छ उसले परे ज्यानै जान्छ भनेर सोचेको साथीले राजाबाट एउटा पुरस्कार पाने कविले भयो चाहिँ के भने जस्तो अब हे महाराज तपाईँ यति पराक्रमी शक्तिशाली हुनुहुन्छ कि दुनियाँ अरू तपाईँ जस्ता विभिन्न ठाउँका राजा रजौटाहरूले दुई आँखाले पनि गर्न नसकेको काम तपाईँले एउटैले गरेर देखाइदिनु भएको छ एउटैले भनेपछि एउटा आँखा छैन भने त भयो पुरस्कार पायो यो दीपक भाइलाई यो भन्ने कुरो साहित्य भनेको चाहिँ निद्रा पनि भगाइदिनुहोस् अब लेख्ने पनि कुरा त्यही जे देखिन्छ त्यो लेखिन्छ समाजको दर्पण भनिराखेका छौँ त्यो लेख्ने क्रममा आजभोलि छताछुल्ल पारेर त्यो होइन मान्छेको अब विषयमा तेस्रो आयन आयो त कवितामा साहित्यमा तेस्रो आयन भनेको मान्छेलाई नाङ्गे कुदाउनु भने त होइन नि लुगा लाउनै पर्यो मान्छे भन्दाखेरि लुगा लगाएरै तर त्यसभित्रबाट पनि अब त अहिले संसारमा भित्रसम्म देखिने चस्मा पनि पाइन्छन् भनिन्छ होइन लेखकले त्यसरी हेर्नु पर्यो उसको अन्तर्य छाम्नु पर्यो त्यसरी जाने त्यो कलात्मकताको कुरा हो अब राजा दिदीले एकदम अभ्यास गरेर त्यो खालका कृति ल्याउनु पर्यो भनेर म भन्थेँ उमेर पनि हेर्नु पर्यो हामी कसमाथि टिप्पणी गरिरहेका छौँ भन्ने कुरो पनि हो होइन दिदीले अब कुरो बुझ्नु भएको छ उहाँ आफैलाई पनि लागिरहेको छ हिजो मैले जस्तो निकालेँ त्योभन्दा राम्रो हुनुपर्छ
राम्रो कृति निकाल्नुपर्छ भने दिदीले अनुभव पनि गरिराख्नु भएको छ, महसुस गरिराख्नु भएको छ। यो कुरो पनि मैले भन्छु, मैले भने चाहिँ दिदीले मान्नु पनि हुन्छ। कुरो मैले भनेको मैले अब कथाहरू अघि पनि कुरो आए, आफूले जे अनुभव गर्ने जस्तो अनुभूति सङ्घाले आफ्नो परिवारमा जस्तो अब एउटा प्रतिनिधि नारी पात्र दिदी आफै हुनुहुन्छ, त्यहाँ छोरीका रूपमा के भोग्यो, बुहारीका रूपमा के भोग्यो, पेसाले शिक्षक भयो, अशिक्षण गर्दाखेरि शिक्षक साथीहरूका बिचमा कस्तो भोग्यो, विद्यार्थीका माझमा कस्तो भोग्यो, समाजमा कस्तो देखियो, तिनै कुरा लेख्ने आफ्नो अनुभूति सारा छोडेर बाहिर मात्रै कुद्दाखेरि त त्यो आधारहीन हुन्छ। एकजना पाश्चात्य विद्वानले भनेका हुन्छन्, जसले आफ्नो बारेमा लेख्छ त्यसले सबैका बारेमा लेख्छ। कुरो चाहिँ त्यो बुझाउन सक्नु पऱ्यो क्या, त्यो अनुभूत गराउन सक्नु पऱ्यो। त्यसो हुनाले अत्यन्त सरल भाषामा खालि उहाँमा कमी कमजोरी अघि अब दीपक भाइले सङ्केत गरेको कुरो पनि ठिक हो, त्यो भन्ने भाँति मात्रै अलि तरिका त्यसो भएको कलात्मकताको जुन कुरोकानी छ, अब त्यो कलात्मकता अहिलेका अब नवउन्मेषी नयाँ अब धेरै पढेर संसार बुझेर, हिजो त संसार बुझ्नको त्यति सजिलो थिएन, अहिले त संसार हाम्रो सबै गोजीमा आइसकेको छ। संसार बुझेर एकदम नयाँ नयाँ प्रविधिहरू आएको प्रसङ्गमा कलात्मकता प्रदर्शन गर्न जति सहज हुन्छ, हिजोको अब दिदीहरूलाई मात्रैको कुरा भएन भने हामीलाई राई सन्तानी श्रीराम सर सबै कुरा हामीलाई पनि गाह्रो परेको छ। मोबाइल त सबै आइटम चलाउन सकिँदैन, के गर्नु त्यस्तो अवस्था हुन्छ। त्यसो हुनाले दिदीका अब आगामी कृति निस्किँदैछन् भनेर त्यसको लागि अब शुभकामना पनि छ। नियात्रा जस्तो भएर आओस्, संस्मरण जस्तो बारेमा आफ्ना कुराहरू राख्दै राधादेवी राजवंशीलाई सुझाव सल्लाह र शुभकामना आगामी कृतिको लागि शुभकामना दिएर जानुभयो। हामी चाहिँ 1 घन्टामा हाम्रो सुनकोशी साहित्य प्रतिष्ठानको चाहिँ 1 घन्टामा कार्यक्रम सक्ने हाम्रो सुनकोशी वाङ्मय प्रतिष्ठानको चाहिँ 1 घन्टामा कार्यक्रम सक्ने हाम्रो चाहिँ लक्ष्य रहेको हुन्छ जहिले पनि। हामीले त्यो समयलाई अलिकति पार गरिसकेका छौँ र हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ। कार्यक्रम समापनपछि हामी सबैले भोजन गर्नेछौँ र हामी आफ्नो कार्यालयतर्फ आफ्नो ठाउँतिर प्रस्थान गर्नेछौँ र आफ्नो केही कुराहरू आफूलाई मनमा लागेका आफ्ना लेखनको विषयमा आफ्ना केही कुराहरू राख्नको लागि आजका कृतिकार राधादेवी राजवंशीलाई म हार्दिक अनुरोध गर्दछु। यस सभाका साथभन्दा नभेटेका र धेरै व्यक्तित्वहरू म देखिरहेको छु। कतिपयलाई त मैले कुनै कार्यक्रममा जाँदा छस्स अनुहार चाहिँ देखेको तर को हो भनेर परिचय नभएको, अनि त्यसो हुँदाखेरि मैले सबैलाई नाम लिएर सम्बोधन गर्न सकिनँ, त्यसमा म क्षमा प्रार्थी छु। र अब यो साहित्य परिचर्चा कार्यक्रममा यो कार्यक्रम राखेर एउटा परिचयात्मक भनौँ मेरो आफ्नो परिचय र अरू कतिपय साहित्यकार सरहरूसँग र उच्च व्यक्तित्वहरूसँग परिचय गराउनको लागि यो कार्यक्रम राखिदिनु भएकोमा विशेष गरी छवि रमन शेरवाल भाइ र तारा बहिनी लगायत यो सुनकोशी वाङ्मय प्रतिष्ठानका परिवारलाई म हार्दिक धन्यवाद दिन्छु र म आभारी पनि छु। हुन त मैले लामो समय शिक्षण गरेँ, त्यस बेला छोरीलाई पढाउने त्यति थिएन। म आफू पढेकै ठाउँ बसेकै गाउँमा पनि छोरीलाई धेरै पढाउनु पर्दैन अथवा पढाउनु हुँदैन र छोरीलाई धेरै पढायो भने आफ्नो नियन्त्रणमा राख्न सकिँदैन भने त्यो परिवेश त्यो समाजमा हुर्के बढेर एसएलसीसम्म गरेपछि एसएलसी सक्ने बित्तिकै म टिचिङ प्रोफेसनमा लागेको थिएँ। त्यस बेला त अब अहिलेको जस्तो शिक्षण पेसामा तलबीको सुविधा थिएन। सबै विद्यालयहरूलाई प्राविलाई कति 2000 हो कि कति भाषिक अनुदान, निमाविलाई 2500 र माविलाई 3500 अनुदान हुन्थ्यो। अनि त्यही अनुदानबाट र विद्यार्थीबाट फी उठाएर शिक्षकको तलब दिनु पर्थ्यो। त्यही सिलसिलामा त्यहाँका म पढेकै स्कुलका दाइले मलाई त घरमा नबस, यहाँ शिक्षकहरू पढाउने शिक्षक छैन र
बाहिरबाट ल्याउँदा फुल तलब दिन सकिँदैन। तर म भनेको त यही गाउँको मान्छे हामीले भोलिन्टियर गरेर भए पनि हाम्रो यो विद्यालय बचाउनुपर्छ भनेर त्यस बेला हाम्रो गाउँमा श्री श्वेतवैरव निम्न माध्यमिक विद्यालय भनेर एउटा मिडल स्कुल थियो। त्यसैबाट 10 पढेर के अरे 8 पास गरेर यहाँ काठमाडौँको यो गणबालको नारी शिक्षा निकेतन माविबाट मैले एसएलसी गरेको थिएँ। अनि त्यसरी त्यहाँ सुरु गरेँ। त्यसपछि अब त्योलाई निरन्तरता दिँदै अनि मैले सुरुमा प्राविमा गरेको थिएँ, त्यसपछि नेवाबी, त्यसपछि हुँदै अब त्यसरी गरेँ। अब यो जुन चाहिँ ताराले कुरा गर्यो, यति पढेको स्कुलमा म झन्डै 20 वर्ष थिएँ श्रीकन्दपुर माध्यमिक विद्यालयमा। अनि 3 वर्ष जति चौताराको श्री कृष्ण व्यावसायिक माध्यमिक विद्यालय भनेर थियो, अहिले कृष्ण गङ्गा मावि भनेर छ। त्यहाँ 3 वर्ष चान्चुन त्यहाँ गरेँ। अहिलेको महेन्द्र मावि जुन मोहनदवाल दाईले गर्नुभएको स्कुल, अब मोहनदवाल दाईकै पालामा म त्यहाँ पुगिनँ। उहाँपछि यो यादव थापाको पालामा म त्यहाँ सरुवा भएर गएको थिएँ। त्यस बेला फेरि म बनेपामा बसाइ थियो, मलाई त्यो पनि सहजै थियो। श्रीकन्दपुर मावि पनि मेरो आफ्नो माइती गाउँ र बनेपाबाट टाढा थिएन, 2 किलोमिटर मात्र टाढा थियो। तर के भयो भन्दा बच्चाहरूको पढाइ यताउताले गर्दाखेरि मैले त्यहाँबाट बसिरहन चाहिँ मलाई उपयुक्त भएन र कान्छो छोरोको यहाँ चाहिँ आइएससी पढ्ने अस्करमा बनेपाबाट भ्याउँदाखेरि ठुलोले त बनेपाबाटै भ्याए, अनि सानोलाई पढाउँदा सँगै बस्दियो भने अलिकति राम्रो अङ्क ल्याउँछ भन्ने हिसाबले काठमाडौँमा आएर महेन्द्र माविमा सरुवा भएर गरेको थिएँ। लामो समयसम्म झन्डै अब 41 वर्ष चान्चुनको दौडानमा त्यो शिक्षण पेसामा मैले धेरै आफ्ना चाहिँ ऊर्जाशील समय चाहिँ भाइ बहिनीहरूलाई पढाएर उनीहरूलाई एउटा कर्तव्यनिष्ठ, अनुशासित र लगनशील र एउटा मतलब राम्रो व्यक्तित्वमा परिणत गर्न सकिन्छ कि भन्ने उद्देश्यले म शिक्षण पेसामा लागिरहेँ। अब बाँकी रह्यो भनौँ, पहिला पनि सानो क्लासमा छँदा पनि कहिलेकाहीँ यो शुक्रबारमा अतिरिक्त क्रियाकलापमा विद्यालय स्तरमा हुँदा थोरबहुत मैले अलिअलि लेखेर त्यो प्रतियोगितामा भाग लिने गरेका थिएँ। एकचोटि हाम्रो गाउँमै प्रकाश पुस्तकालय नामको एउटा पुस्तकालय थियो, त्यहाँ एउटा सम्मेलन गरेका थियो। त्यस बेला दुर्गालाल श्रेष्ठ र जस्ता उहाँहरू यहाँबाट जानुभएको थियो। त्यो बेलामा म कति क्लास 5 क्लासमा थिएँ क्यारे। त्यस बेला पनि एउटा हामीलाई नै पढाउने गुरु हुनुहुन्थ्यो हाम्रै गाउँ नजिकैको। अनि उहाँले एउटा लेखेर त पढ वाचन गर भन्नुभएको थियो। त्यो मान्छे के अरे शिवबहादुर देउजा एकचोटि सांसद पनि हुनुभएको थियो। अनि मैले चाहिँ म त नाइस सक्दिनँ भन्दा त आफूमा भएको मतलब चाहिँ हतियारलाई साँध लाउनु सबै खेलाएर पठाउँछु भनेर गाली गर्नुभयो। अनि त्यसपछि ल त ल भनेर सुरुमा मैले त्यो प्रकाश पुस्तकालयको साहित्य सम्मेलनमा ठुला बडा कविहरूको माझमा वाचन गर्दाखेरि मलाई आफैलाई के छ खुट्टा कामेको जस्तो धेरै अनुभव भएको थियो। त्यसपछि म अलिअलि त लेख्थेँ, तर पछि चाहिँ अब घर परिवार जागिर अब घरियासी कामले गर्दा मैले ठ्याक्कै लेख्न छोडेँ। अनि पछि अब रिटायर हुने क्रममा अनि पछि चाहिँ मैले त्यसपछि सुरु गरेँ। अब यो ताराहरूले नै सम्मान गर्ने क्रममा श्रीकन्दपुर माध्यमिक विद्यालय महिला भेटेपछि मसँग पनि अलिक खेसरा खुसो लेखिराखेका थिए नानी भन्दा अब उसो भए यसलाई उ गर्ने लेख्न मतलब किताबको रूपमा ल्याउनु पर्छ भनेर ताराले मसँग कुरा गरेपछि ताराले नै यो के अरे उमेश पाण्डेलाई यो त उहाँ त सम्पादक हुनुहुन्छ नि, घरमा लिएर आएर मेरो मिस चाहिँ अलिक सन्चो छैन जाउँ न दाइ भनेर घरमा ल्याएर मैले यो कम्प्युटरमा टाइप गरिराखेका छरपत्र अवस्थाका लेखनहरूलाई उहाँले 2 दिनसम्म एउटा भनौँ न कसरी अब क्रम मिलाएर त्यसपछि उहाँले उ गर्नुभयो। शैलेन्द्र सरकार पनि मेरो त्यो मतलब चाहिँ लिखोट अब भनौँ पाण्डुलिपि पुग्यो। अनि त्यसरी चाहिँ के हुन्छ सबैको प्रयास अब यो साहित्यिक समाजसँग जोड्नेमा सेतुको रूपमा चाहिँ ताराले कुरा काम गर्यो है। उहाँकै उसबाट म यो समाजमा जोडिएँ। अब अहिले पनि म अलिअलि लेख्छु यताउता गर्छु होला भन्ने जस्तो लाग्छ। अब तर सोचे अनुसारको भइरहेको छैन। अनि हिजो अस्ति मात्रै हाम्रा के अरे छविरमन सिलवाल भाइको चाहिँ बेला बेलामा उसले कुरा सुनाउँथिन् मलाई, अब यस्तो छ हाम्रो काभ्रेकै यस्तो छ भनेर भन्थे। अनि अस्ति मात्रै ठमेलमा ताराले नै मलाई उहाँको उसमा लगेर अनि उ गरेको थियो। अनि भेटघाट भएपछि यो कार्यक्रमको आयोजना गर्ने भनेर अनि आयोजना त एउटा आयोजक भनौँ एउटा भनौँ न यस्तो गरौँ भन्ने किसिमको कुराकानी उसले नै भनिन्। अनि मैले हुन्छ भने यो मलाई यो साहित्यमा पदार्पण गराउने मेरो पुस्तक प्रकाशन गर्नेमा म
ठुलो भूमिका खेलिदिने अब विद्यार्थी बहिनी भनौँ अब गाउँकै पनि हो। अब तारालाई धेरै धेरै बढाइ छ भन्छु म। अरू बाँकी त भनौँ अब जीवनमा आरोह अवरोह रोग ब्याध भनेको त अब सबैलाई लाग्छ। अब त्यसमाथि पनि एक किसिमबाट स्टार्टिङ बिन्दुमै थाहा पाएँ मैले। त्यो हुँदाखेरि डाक्टरले पनि कसरी थाहा पाउनुभयो तपाईँहरूले भन्ने जस्तो गरेर अब सानो मतलब चाहिँ केराउको डाँडा जस्तो गिर्खाबाट सुरु भएको ल तपाईँ छिट्टै अपरेसन गर्नुभयो भने तपाईँ चाहिँ यसबाट तपाईँलाई केही हुँदैन भनेपछि त्यही क्रममा चाहिँ हामीले उपचार गऱ्यौँ। अहिलेलाई भनौँ एक किसिमबाट त्यो रोगबाटलाई विजय प्राप्त गरेको जस्तै गरेर नै म हिँडिरहेको छु। अब कहिलेकाहीँ आफूलाई यस्तो सम्झना हुँदा त ला यस्तो पनि भएको थियो भन्ने किसिमको अब अनुभूति त हुन्छ। तर अरू बेलामा चाहिँ मलाई त्यो छैन। त्यसो भएको हुनाले मलाई उपचार गर्ने डाक्टरहरू सबैलाई पनि म मुरी धन्यवाद दिन्छु। जुन सल्लाह सुझाव र घर परिवारबाट पाएँ त्यसमा पनि म धेरै नै हुन्छ। अब यो लेखनमा मलाई एउटा हौसला प्रदान गर्नुहुने मेरा अब जेठाजु कृष्णलाल राजवंशी पहिला मेरो गुरु पनि हो। अनि उहाँले लेखेका 5-7वटा किताबहरू अनि त्यो पनि उहाँले ल पढ भनेर उपलब्ध गराउनु भयो। अनि त्यो गर्दाखेरि उहाँ अहिले यहाँ उपस्थित हुनुहुन्छ, मैले बोलाएको थिएँ। अनि त्यो गर्दाखेरि पनि मलाई उत्साह भयो। र बाँकी चाहिँ यसरी लेखौँ मिस भनेर चाहिँ ताराले मलाई बेला बेला भन्नुहुन्थ्यो। अहिले हाम्रो शैलेन्द्र सर भयो, अनि तारा बहिनी नै भयो, यो उमेश पाण्डे भयो, अरू कतिपयले अब नियात्रा र संस्मरण चाहिँ यो दुईटा चाहिँ निकाल्नु भनेर भन्नुहुन्छ। म कहिलेकाहीँ बेला बेला रत्न राज्यमा के अरे त्यहाँ गर्छ भन्ने थाहा थियो, साहित्य कार्यक्रम हुन्छ भन्ने मलाई थाहा थिएन। त्यसले गर्दाखेरि म कहिलेकाहीँ बङ्गो जान्थेँ। अनि त्यो एउटा भाइले भनेपछि म हाम्रो राजन सरकोमा उहाँले सञ्चालन गर्नेमा म बेला बेलामा जान्थेँ। कहिलेकाहीँ सकिँदैन, कहिलेकाहीँ अक्सर गरेर जान्थेँ म। त्यसैले तपाईँहरू सबैको सल्लाह सुझाव र प्रेरणाबाट म अझ लेखनमा अझ मलाई उत्साह मिलिरहेछ, अझ ऊर्जा प्राप्त भइरहेछ। अब सबैको भनौँ न एउटा जस्तो अहिले यहाँ मैले कतिपय सुझाव पनि पाएँ। जस्तो मैले लेख्नुभन्दा पहिला पनि धेरै अध्ययन गर्नुपर्छ भने अब एउटा मतलब चाहिँ एउटा टिचर के हुन्छ चक र दस्तर समायो, बोर्डमा लेख्यो, त्यतिमै नै मैले लामो समय चाहिँ के गरेँ बिताएँ। तर के भनेदेखि कतिपय मैले पढाएका विद्यार्थीहरू उच्च वडामा पुगे। जस्तो सिन्धुपाल्चोकमा पढाएका इन्द्र प्रसाद न्यौपाने जस्तो अहिले त एसएससीबाट रिटायर भयो। मनमोहनको पालामै उहाँ चाहिँ उहाँसँग के थियो त्यो के अरे तपाईँको छिमेकी हामीले मैले चाहिँ त्यसलाई चौतारामा 9-10मा त्यो ऊ नभएपछि जियोग्राफीको क्लास ल्याएको थिएँ होला। अनि त्यस्तो भयो। जस्तो अहिले एउटा भनौँ रविन्द्र केसी हालसालैमा त रिटायर भएको छ। त्यो एसपीबाट छ कि के छ, एसएससीबाट छ, एआइजीबाट छ होइन। अनि चौताराकै एउटा भाइ चाहिँ आनन्द श्रेष्ठ डाक्टर छ। मेरै आफ्नै दुईटा छोराहरू इन्जिनियर पिएचडी गरेका छन् है। यसरी गर्दाखेरि ती आफूले पढाएका बच्चाहरू माथि पुग्दाखेरि पनि एउटा शिक्षकलाई आनन्दको अनुभूति गर्दा हुँदो रहेछ। हुन त अब शिक्षकले त एउटा ढुङ्गा टार्ने माझी भन्ने कुरा त हामी सबैले एउटा आफू जलेर अर्कालाई उज्यालो दिएर चाहिँ बाटो देखाउने पथ प्रदर्शक भन्ने कुरा पनि हामीले बेला बेला महसुस गरिरहेका छौँ। तर आफू चाहिँ जहाँको तहीँ अब मैले एसएलसी गर्ने बित्तिकै त्यसरी शिक्षण गरेँ। तर शिक्षण गरेर अब लगत्तै त्यो बेलाको समयमा 20 वर्षको उमेरमा बिहा भयो। अनि यो आइए बिए एमएसम्मको सबै अध्ययन भनेको मेरो आफ्टर म्यारेजका हुन्। तर मेरो घर परिवार पनि एउटा के हो भन्दा ससुराबादेखि नै एउटा के छ त प्रबुद्ध जाहिर खाएर बसेका पढे लेखेका अनि एउटा शिक्षित परिवार भएको हुनाले मैले त्यो घरमा पनि एउटा पढ्ने जाँदिने वातावरण पाएँ। त्यसको लागि म घर परिवारबाट पनि धेरै नै आभारी छु। किनभने एउटा बुहारी मान्छेलाई पढ्ने अवसर दिनुभयो। ल म भात पकाइदिन्छु, त 4 दिन पर्छ भने पढ्न जा भनेर सासु आमाले त्यति भन्न पाउनु पनि एउटा ठुलो गर्वकै कुरा हुन्छ। त्यसरी मैले उ गरेँ। तर अहिले लास्टमा आएर के भयो त यो रिटायरको दौरानमा पेन्सन पट्टा बनाउने झुल्केन हिँड्दै मैले त्यो कुरा थाहा पाएर मैले अपरेसन गराएर त्यसबाट पनि म अहिले उ गरेँ बचेँ भनौँ न। अहिलेसम्म भगवान्ले कति राख्छ। अब त्यो त सबैले आफ्नो सीमित आयु त लिएर नै आएको हुन्छ। अब भनौँ जिन्दगीले भ्याएसम्म एउटा उहाँ सरलाई मैले मेरो कथाको उहाँले पनि के लेख्नु आए जस्तो लाग्छ। हो सर तपाईँ याद भएन? मैले हजुरको नाम शुभ नाम के पर्यो त?
दिव्यगिरी कता कता मलाई तपाईँ जस्तै अनुभव लागेको थियो। त्यो रत्नप्रसाद भाइले चाहिँ दिदीकोमा ल समीक्षा के गरिदिनु भनेर एउटा सानो अर्को सब गऱ्यो, मलाई उस्तै लाग्यो है। अनि त्यसरी गरेँ। आगामी भनौँ भगवान्लेको कृपाले बसिरहन पाएँ र मलाई लेख्ने क्षमता भगवान्ले प्रदान गर्नुभयो, यहाँको हौसला पाएँ भने अझ पनि म लेख्छु भन्ने हिम्मत त छ। अझ हिम्मत हारेको त छैन। हुन त अब 70 क्रस भएका मान्छेहरूको कति नै होला भन्ने छ, तर भन्न त हुँदैन है, भन्न त हुँदैन। तर अब हेरौँ यहाँको आशीर्वाद भगवान्को शुभेच्छा है उ गर्न सकौँ। तर मलाई बार याद आउँछ यो साहित्य समाज गङ्गोको साहित्य समाजसँग जोड्न पनि ताराले नै म कोसिस गर्यो। अहिले यो कार्यक्रममा यो हाम्रो चाहिँ काभ्रेली अथवा के भनेर यहाँ यो जोड्ने हाम्रो छविरमन भाइसँग सम्पर्क गराउने पनि ताराले नै गर्यो। अनि भन्दाखेरि मलाई यहाँ घचघच्याएर यो साहित्यिक समाजसँग जोड्ने एउटा सेतुको काम चाहिँ कसले गर्यो त? ताराले नै गर्यो। त्यसैले उहाँ धन्यवादका पात्र हुनुहुन्छ है। अब समयले पनि अब भनौँ न नेटो काट्न लाग्यो। हामी सबैलाई हतार पनि भिनाजु पनि हुनुहुन्छ, भिनाजुलाई के भिनाज पनि हुनुहुन्छ, भिनाजको दाइ पनि हुनुहुन्छ। त्यो भयो। ल म यति भन्दै यहाँसँग बिदा चाहन्छु। क्षमा पाऊ। नमस्कार, धन्यवाद। हार्दिक धन्यवाद गुरुआमा राधादेवी राजवंशीलाई। उहाँलाई लामो आयु मिलोस् हामी सबैको तर्फबाट हार्दिक भगवान्सँग प्रार्थना छ। थुप्रै किताबहरू आउन्, हामीले पढ्न पाइयोस् जुन क्लास। र त्यस कारण सकेसम्म हामीले भन्नुभयो 5-6वटा पढ्नु अनि लेख्नु, यो चाहिँ मिलाउने कुरा हो। पढौँ लेखौँ, तर पढ्दै त्यसैमा हामी नबिलाउँ। चोर्ने हरफहरू सबै धमाधम चोरेर अहिले ल्याए सिकाइरहेको रहेछ नि। अस्ति एकजनाले खुब राम्रो भनेर मैले बयान गर्दा सबै ल्याएको रहेछ होइन। राधाजी चोर्नुहोस् तर चोरेको क्लासमा चाहिँ एक्जाममा हामीले किन चोर्न दिनु भयो? चोरे छ अरे अनि क्रिउ पो लेखेछ अरे क्या। क्रिउ कृपया पढाउनु त्यो पनि साह्रै छ अनि चोरेको भने पत्ता लागेको छ। पनि यस्तो सिकायो कि गाडी बनाइदिउँ मलाई त। कहिले पनि गाडी भने उनी नआउने कारणी नआउने, कहिले गाडी भनेर आउँथ्यो। अहिले कहिले काममा आमाले भन्थ्यो के नआउँदाखेरि म त सबैले गाडी भने अहिले ठिकै लाग्यो। कमसेकम युनिक त भयो कि त थोरै छन् नि। त्यस कारण जसले गाडी भने पनि गाडीमै आउँछ, गाडीहरू पनि गाडी कमसेकम उहाँले एउटा परिवारलाई उहाँले लेखेका हार्दिक धन्यवाद प्राडा गार्गी शर्मा दिज्यूलाई। उहाँले दिनुभएको आशिष वचनले उहाँलाई पक्कै पनि लेखन कार्यमा ऊर्जा मिल्नेछ भन्ने हामीले आशा राखेका छौँ। र हामी कार्यक्रमको अन्तमा आइपुग्यौँ। अब कार्यक्रम समापन हुन लागेको छ र मैले कार्यक्रम सञ्चालन गर्दा मिस्टेक कमी कमजोरी केही भएको भए म माफी चाहन्छु र अन्तमा राधेश्याम दाईलाई सम्मान गर्दै एउटा कविता वाचन गरिदिनु न बहिनी भन्नुभएको छ। उहाँलाई सम्मान गर्दै राधादेवी राजवंशी मिसको अनुभूतिका लहरहरू कविता सङ्ग्रहबाट एउटा कविता वाचन गरेर म यहाँहरू समक्षबाट ओझेल पर्छु। कविताको शीर्षक छ पहाडको टाकुरामा उभिएको एउटा मान्छे। गुधुली साँझमा पहाडको टाकुरामा उभिएको एउटा मान्छे चढ्दो जवानीदेखि अनेकौं ठाउँमा श्रम गरे, त्यही कर्मठ हातले धेरैको जीवन बनायो। आफ्नो र आफन्त भनाउँदाको लागि जीवनको बाजी लगायो। पुरुषार्थ र पौरखमा सबैको हाई हाई पायो। हात गोडा थकाइले लर्खराएको छ, निधारमा नाम्लोको छाप छ।
टोपीको घेरा मात्र बाँकी छ, अरूको घृणाको पात्र बनेको छ। समयको गुस्सा सँगसँगै आफ्नो र आफन्तबाट तिरस्कृत जीवन, अस्ताउँदो घामसँगै जीवनबाट विश्राम लिन पर्खिरहेछ पहाडको टाकुरामा उभिएको एउटा मान्छे। धन्यवाद। उहाँको कविता वाचन गरेँ र अब कार्यक्रमलाई चाहिँ धन्यवाद सहित यस कार्यक्रमलाई समापन गरिदिन हुनको लागि आज यस कार्यक्रमका सभा अध्यक्ष र सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमन सिलवाल दाइलाई म हार्दिक अनुरोध गर्दै यहाँबाट बिदा चाहन्छु। बिदा हुन्छु। हस्त नमस्कार। यहाँहरू सबैजनालाई एकमुष्ट नमन गर्छु। सुनकोशी वाङ्मय प्रतिष्ठान खुलेको हामीले 81 सालको अन्त्यमतिर हो र त्यो बिचमा हामीले धेरै काम गरेका छौँ। हुन त काम गर्नको लागि सबैले गर्ने नै त्यही हो, तर कामको प्रकृति यहाँले देखिहाल्नु अलिकति फरक आज देखिएको छ। दिदी कति मजाले आज हाँस्नुभयो। दिदीको खुसीको लागि पनि हामी यो सुनकोशी टिम हामी खुसी छौँ र हाम्रो यो टिममा तारा बहिनी आफै कोषाध्यक्ष हुनुहुन्छ, हाम्रो प्रदीप सापकोटाजी महासचिव हुनुहुन्छ र अरू अन्य साथीहरू आज उपस्थित हुनुभएको छैन। हामी 3 जना छौँ र हाम्रो यही त हो। हामीले फरक कार्यक्रम गर्ने भनेको यस्तै हो। उहाँले किताब लेख्नुभयो, 2टा किताब छापियो पनि आयो पनि, तर उहाँलाई पनि अस्ति भर्खर मात्रै उहाँसँग मैले भेटघाट गरेँ, कुराकानी गरेँ। 1 हप्ता अगाडि पनि भएको छैन। यो छोटो अवधिमा यो कार्यक्रम राखौँ भन्नु। उहाँका छोरा बुहारी पनि आउनु भएको छ है, उठिदिनुहोस् एकचोटि होइन, सुनाउनुको लागि कस्तो लेखेको रहेछ, आमाले के गर्नुभएको रहेछ भन्ने कुरा उहाँलाई अलिकति अरू किताब निकाल्दाखेरि अलिकति हौसला बढाउनुको लागि पनि उहाँले आज यो कार्यक्रम राख्नु एउटा भन्नुभएको थियो। यो कुरा पनि हामीले बुझ्यौँ र राख्यौँ र लेख्नु ठुलो कुरा होइन। वास्तवमा लेखेर त्यसलाई कतिसम्म लेखेर आफूले त्यो लेखेअनुसारको समाजमा हामीले कति त्यो आफ्नो त्यो लेख्छौँ तर लेखेअनुसारको कति प्रयोग गर्छौँ भन्ने कुरा ठुलो कुरा हो। आजका दिनसम्म मैले लगभग 3.5 दशकको यो दौरानमा धेरै कुराहरू देखेको छु। त्यो दौरानमा चिनजानेका साथीभाइहरू, चिनजानेका दाजुहरू आज यहाँ हुनुहुन्छ। दाजु, विकास दाजु, हाम्रा शैलेन्द्र सर, समकालीन मित्रहरू हाम्रो दिपकजीहरू धेरैजना यहाँ सबै जान हुनुहुन्छ। अब कसरी त्यसलाई हामीले अहिलेसम्म सम्बन्ध लैजाने भन्ने कुरा पनि हुँदो रहेछ। त्यो सम्बन्ध लैजानको लागि पनि के छ, कसरी लानुपर्छ भन्ने धेरै अनुभवको कारण पछि हामीले सुनकोशी खोल्यौँ। सुनकोशीबाट अलिकति नयाँ काम गरौँ, फरक काम गरौँ। एउटै जिल्लाको उहाँले पढाउनु भयो स्कुलहरूमा त मैले पढिनँ, तर हाम्रा सदस्य कोषाध्यक्ष तारा बहिनीले त्यहाँ पढ्नुभयो। आज वास्तवमा तारा बहिनीले यो सुनकोशी मार्फत एउटा गुरुदक्षिणा पनि मलाई दिनुभएको मैले अनुभव गरेँ। उहाँको यो खुसी, उहाँको यो हौसला, उहाँको यो जाँगर अझै मर्ने छैन। उहाँले लेख्नुहुन्छ, नेता लेख्नुहुन्छ, संस्करण लेख्नुहुन्छ, अथवा कविता लेख्नुहुन्छ, कथा लेख्नुहुन्छ। यति उहाँलाई यो हौसला दिनुपर्ने एउटा राम्रो कुरा हो र उहाँ आज सुनकोशीले यस्तै किसिमको कार्यहरू गर्छ भन्ने कुरा हाम्रो पनि अनुभवले पनि त्यो बताउँछ र हामी गर्छौँ। अब कार्यक्रमहरू गर्ने हामी हरेकचोटि यस्तो गर्छौँ, भेटघाट गर्ने। यो कार्यक्रमको गर्ने भनेको भेटघाट गर्ने थलो रहेछ। कति दिन भएको छ भेटघाट नभए, साथीहरू टक्क भेट्दाखेरि बडा रमाइलो अनुभूति पनि हुन्छ। धेरैजना एकजना मैले भन्नु, म तपाईँको रेडियो नियमित श्रोता हुँ भन्नुभयो होइन। बडा अब मैले त चलाउनै राख्ने हो, गरिराख्ने हो, तर उहाँले सुनिराख्नु हुँदो रहेछ। यस्तो पनि प्रत्यक्ष भेटघाट पनि हुन्छ, त्यो अनुभव पनि साट्न पाइन्छ। र आज राजा दिदी मार्फत यहाँहरू समक्ष हामीले सुनकोशी वाङ्मय मार्फत यी कार्यहरू राख्यौँ। के कस्तो भयो, अलिकति समय बढी पनि भयो, तर रमाइलो पनि भइरहेछ। मेरो मित्र साथी दिपक लोहनीले बडो मजासँग समस्या हुनुभएछ, मलाई खुसी पनि लाग्यो होइन। हामी त्यो बिचमा 50को अवधिमा हामी त्यसरी दौडिन्थ्यौँ, कहाँ पुग्थ्यौँ, के गर्थ्यौँ। बडा यो एउटा रमाइलो अनुभूति पनि हुन्छ। यसरी हाम्रा अन्य कार्यक्रमहरू पनि यसै गरी तपाईँले साथ दिनुहुन्छ। यसै गरी यहाँले साथ सहयोगको हामी अपेक्षा गर्छौँ। र अब खाना यहाँ हामीलाई कुरिरहेको छ, हामी खाना खाएर बिदा हुन्छौँ र
यहाँहरू सबैलाई पुनः धन्यवाद।